जब न्यू रोडको बीच सडकमै गाडी पार्किङ हुन्थ्यो। काठमाडौँको न्यू रोडको बीच सडकमै गाडी पार्किङ हुन्थ्यो भन्ने कुरा आजका युवा पुस्तालाई विश्वास नलाग्न सक्छ, तर यो सत्य हो। नेपालमा सर्वप्रथम गाडी सन् 1922तिर बेलायतका राजकुमार शिकार खेल्न भारतबाट लिएर आएको उल्लेख पाइन्छ। त्यसपछि राणा प्रधानमन्त्रीहरूको पालामा गाडीहरू ज्यामीहरूलाई बोकाएर काठमाडौँ भित्र्याएको ऐतिहासिक तस्बिर हामीले देखेकै छौँ। बिस्तारै काठमाडौँमा मोटर गाडी बढ्न थाले। त्यस बेलासम्म न्यू रोड पनि बनिसकेको थियो, गाडीको सङ्ख्या पनि निकै थोरै थियो। बिस्तारै काठमाडौँमा मोटर गाडी बढ्न थाले। त्यस बेलासम्म न्यू रोड पनि बनिसकेको थियो, गाडीको सङ्ख्या पनि निकै थोरै थियो। मलाई अझै सम्झना छ, बाल्यकालमा भुइँजसी नारायण अर्थात् बुढा नीलकण्ठ वनभोज जाँदा हाम्रो जिप न्यू रोडको बीच सडकमै पार्किङ गरिएको थियो। चालक केही कामले पसलतिर गएका थिए अनि हामी केही बेर गाडीभित्र बसेर न्यू रोडको चहल पहल हेरिरहेका थियौँ। त्यस बेला सडकको बीचमा गाडी रोक्नु कसैले अनौठो लाग्दैन। आज सम्झना भने त्यो दृश्य नै अविश्वसनीय लाग्छ। 4 विक्रम सम्वत 2015देखि 2025 सालतिर यस्तो व्यवस्था थियो। पछि गाडी, पसल र पैदल यात्रीको चाप बढ्दै गएपछि बीचमा डिभाइडर राख्यो, ट्राफिक नियम फेरियो र बीच सडकको पार्किङ इतिहास बन्यो। त्यसबेला न्यू रोड भनेकै नेपालको सबभन्दा आधुनिक व्यापारिक केन्द्र थियो। बाटा जुत्ता कम्पनी, गुँडपाख भण्डार, भोइस अफ नेपाल, इन्द्रा रेस्टुराँ, ठुलो औषधि पसल र अमेरिकन लाइब्रेरी जस्ता स्थानहरू निकै चर्चित थिए। विक्रम सम्वत 2027देखि 28 सालतिर हाम्रो युवाहरू अमेरिकन लाइब्रेरीमा हाम्रो स्थानीय जनविकास पुस्तकालयका लागि पुस्तक सहयोग माग्न गएका थियौँ। त्यही बेला प्रसिद्ध गायक प्रेमडोल प्रधान त्यहाँ कार्यरत हुनुहुन्थ्यो। उहाँकै सहयोगले केही पुस्तक प्राप्त गर्ने अवसर मिलेको सम्झना आज पनि ताजा छ। मेरो औकात त्यति बेला ठुलो पसलमा पस्ने थिएन, तर रञ्जना हल जाने गल्लीको सन्देश गृह पुस्तक पसलमा भने नेपाल भाषा, नेपाली र हिन्दीका पत्र पत्रिका किन्न नियमित जान्थे। एउटा पुरानो फोटोले यति धेरै सम्झना फर्काइदियो। तपाईँलाई पनि पुरानो न्यू रोड वा काठमाडौँका सडकहरूको कुनै सम्झना छ? कमेन्टमा अवश्य लेख्नुहोला।